म चाहिँ रेडी भइसकेँ किनकि म चाहिँ जानु साझा पास्नेमा कसको भन्नु होला मेरो मामाको छोरोको छोरो भनेपछि मेरो छोरो म ठुलबाउ भइसकेँ नि त ठुलबाउ ठुलबाउ भइसकेँ र राति नै भए पनि रेडी चाहिँ भएर जानु पऱ्यो होइन। अब म जाँदैछु र यहीँ 5:30 भइसक्यो। म कतिखेर पुग्छु मलाई थाहा पनि छैन र म यता नयाँ बाटो जाँदैछु। नयाँ बाटो भन्दा चाहिँ यता नगरकोट हुँदै नयाँ गाउँ हुँदै चाहिँ म कुन्ता बेसी पुग्छु र त्यहाँबाट चाहिँ म तपाईँहरूलाई फेरि भेटौँला। जाँदाखेरि बाटोमा तपाईँहरूलाई म देखाउँछु। अब त रात पऱ्यो किन देखिन्छ थाहा छैन, तर पनि म तपाईँहरूलाई देखाउँदै लान्छु किनकि मसँग माउन्ट छ माउन्ट, त्यही भएर है त। ल बाई बाई, म वहीँ गएपछि भेट्छु तपाईँहरूलाई। नेपालको संस्कृतिमा एउटा बालक जन्मिएपछि 7औं दिनमा उसको नुहारण गरिन्छ र दोस्रो चरणमा 5 महिनापछि पहिलो अन्न खुवाइन्छ जसलाई पास्नी भनिन्छ। यसलाई भात खुवाइने वा अन्नप्राशन भन्ने संस्कृतिमा पहिलो पटक शिशुलाई ठोस खाना मुख्यतया भात खुवाइन्छ। यो बालकको जीवनमा पहिलो ठोस आहारको सुरुवात हो। साधारणतया बच्चा जन्मिएको 5 महिनापछि उमेर तिथि ज्योतिषीय परामर्श अनुसार तोकिन्छ। अब त्यो दिन के गरिन्छ त? शुभ दिन साइत हेरेर समारोह मनाइन्छ। नजिकका आफन्त र परिवारका सदस्यहरू निमन्त्रणा गरिन्छ। बुवा आमा हजुरबुवा हजुरआमाद्वारा बालकलाई पहिलो पटक भात दाल घिउ तरकारी खिर जस्ता हल्का खाना खुवाइन्छ। परम्परागत रूपमा भातको थालमा कलम पैसा किताब आदि वस्तु राखिन्छ जसबाट बालकले छानेको वस्तुले भविष्यको सङ्केत जनाउँछ भन्ने विश्वास छ। चिकित्सकको सल्लाह अनुसार मात्र ठोस खाना सुरुवात गर्नुपर्छ। सुरुमा चामलको पातलो खिरबाट सुरु गरेको राम्रो हुन्छ। सफा र ताजा खाना खुवाउनुपर्छ। यहाँबाट होइन यस्तो मिठो देखिन्छ कि होइन, यता भक्तपुर ललितपुर ट्याक्क होइन पुरै देखिन्छ कि यो ठाउँमा चाहिँ दामी भिड देखिरहेको छ कि। अझ अहिले बत्ती बेला अलिक अँध्यारो भएको छैन होइन, अँध्यारो भएको यस्तो दामी देखिन्छ भने यहाँबाट होइन। ल यो हो, अब म चाहिँ यहाँ नगरकोटकै बाटो हिँड्दैछु होइन। अब कतिखेर पुग्छु कहाँ पुग्छु मलाई थाहा भएन। यो हेर्नलाई एकछिन बस्यो हो। ल फेरि सर हेर्दै मजाले भयो। यहाँबाट चाहिँ मलाई लाग्छ नगरकोट। ल वेलकम टु नगरकोट भन्ने बोर्ड छ होइन। यहाँबाट चाहिँ म नगरकोट लागेँ। अब यहाँबाट यो पिपल बोट नगरकोट पिपल बोट। ल यो चाहिँ नगरकोटको डाँडाबाट होइन कस्तो खतरा भयो भ्यूहरू देखिरहेको छ। ल बाबा झिलिमिली बत्ती पुरै होइन। अझ दिउँसो है कस्तो दामी देखिन्थ्यो होला कि। आई मिस इट म्यान। अर्कोचोटि म कुनै बेला चाहिँ दिउँसै बाटो हिँड्नु गएर आउँछ। I don't want to miss it. यो चाहिँ मलाई लाग्छ नगरकोट बजार यो नै हो जस्तो लाग्छ होइन। नयाँ गाउँ भन्ने यिनी यसो बोर्डहरू त देखाएको मैले त नयाँ गाउँ नै भन्छ जस्तो लाग्यो त्यो भएर। यो त एउटा जहाँसम्म लाग्छ मलाई यतैबाट हो। मण्डन देउपुर नगरपालिका। ल है यही जस्तो लाग्यो। नगरपालिकाले स्वागत गरिसक्यो मण्डन देउपुरले। त्यही बाटो सिध। तर यहाँबाट चाहिँ बाटो अलिकति खतमै छ कि होला जस्तो लाग्छ मलाई। दिदी कुन्ता बेसी यतैबाट हो? अङ्कल कुन्ता बेसी निस्किने यतैबाट हो? कुन्ता बेसी निस्किने? कुन्ता बेसी निस्किने? हजुर
यहाँबाट राम्रो हो हजुर कतापट्टि यता सिधै जाने यतापट्टि घुम्ने यतापट्टि घुम्ने हजुर यतापट्टि जानु पर्यो यहाँबाट त ओह्रालै ओह्रालो जस्तो छ होइन र यहाँ यसो ठ्याक्कै देखिन्छ गुरुङ गाउँ जाने हो त मास्तिरबाट होइन कुन्दाबेसी यहाँ तलतिरबाट यता मास्तिरबाट होइन आएको भने त नगरकोट भइहाल्यो है त अब तलतिर हामी पुरा अँधेरो भइसक्यो अब चाहिँ मेरो अगाडि एउटा दाईहरू गर्न जाएको होइन दाईहरू पनि कुन्दाबेसी उहाँको पछि पछि हिँडेर चाहिँ काम एउटा बसेर घरको उता पुग्नु पर्यो स्कुटरवाला साथीहरू पनि साथी दाईहरू अहिले गइहाल्छ गाडी चाहिँ माथि होइन र म चाहिँ नयाँ गाउँ होइन मेरो बुढो मावली आइपुगेँ अस्ति म उता गएको सागिने चाहिँ मम्मीको मामाहरू हो यो चाहिँ ड्याडीको मामाहरू र यहाँबाट देखेको त्यो घरहरू छ नि बत्ती बलेर यो यहाँ तलको अलिकति छ नि यो चाहिँ मेरो हजुरबाहरूको घर हो मेरो ड्याडीको मामाहरूको साइलो मामा माइलो मामाको ड्याडीको मेरो चाहिँ साइलो हजुरबाउ माइलो हजुरबाउको घरहरू यहाँ चाहिँ है अब यहाँबाट चाहिँ म कुन्दाबेसी पुग्नलाई अझ टाइम लाग्छ मलाई है त ल बिस्तारै जाउँ ल दाइ बिस्तारै जानु ल राउन्डसँग जानु दाइ म यता हो अब ल दाइहरू चाहिँ यहाँसम्म हो होइन यहाँबाट छुट्टियो हेर्छु यता उता गई कुन्दा पुगिन्छ यहाँबाट चाहिँ हेलो 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 भन्छ हेलो भाइ के छ बाबु भतिज र सबैजनालाई नमस्ते नमस्ते दाइ खतरा हो नि त यति परेन पर्यो नि ओ माई गड के हो कपाल दाइ अनि कति ढिलो हिँड्यो कि घर पसेर आएको कि घर पसेर होइन सिधै आयो कताबाट आएको त नगरकोटबाट हेलो हेलो सबजनालाई हेर्नु अब चाहिँ नमस्ते 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 सबजनालाई नमस्ते म पनि आइपुग्नु भयो चाहिँ बल्ल आइपुग्यो कति बेर भयो म हिँडेको थुप्रो बेर भयो क्या 5:30 बजे हिँडेँ म 7 बजे 7:15 बजे आइपुगेँ यहाँ ठ्याक्कै नमस्ते भान्जी भाग्यमानी भाग्यमानी भएस भाग्यमानी यो चाहिँ हाम्रो पास्नीको भोज अब यसलाई खानुपर्छ के छ हेर्दै दिउँसोदेखि बनेको यति नै हो कि अलिक कम भयो अनि त्यस पछाडि अचार अनि त्यस पछाडि मासु त छ यति अनि ऊ राजमा खै चिसो राजमा त चाहिँदैन कि मलाई मासु भए त भइगयो होइन यति तर पनि यस्तो हो कि सब आइटम भ्याइएन कि लास्टमा आएपछि यस्तै हुन्छ कि त्यही भएर लगाइदिन्छ है त गाइस खानुपर्छ बाबा के खानु के उता राख्नु फेरि खाना पाउनु किन छुट्टी खाएर त पुग्दैन नि त
थप्नु पर्यो नि थप्नु पर्यो यस्तो यसमा टक्क लगाएर अब एकचोटि गीत बजाउनु न फेरि ल 2 शब्द बोलिदिनु त नातिको ल नातिको पास्नीमा 2 शब्द ल ठीक छ चेस कस्तो यस्तो 2 शब्द भनेकै यही हो तपाईँ भन्नु त अब तपाईँ भन्नु त नातिको पास्नीमा नातिको बस्ने साह्रै रमाइलो भयो तपाईँको नाति हो तपाईँको तपाईँ भन्नु त अलिकति भन्नु यो अल्कोहलिक कि बिच नन अल्कोहलिक यही हो कि सक्यो अब पार्टी यही हो लास्ट फाइनल्ली कालो भोको त ठ्याक्कै दाइ आउनु भयो के भयो त यो गीत मिल्यो क्या कलर पनि सेम मिल्थ्यो यस्तो भयो कलर पनि मिल्थ्यो गीत पनि मिल्थ्यो दाइ के भन्नु हो तपाईँले यो कुरामा मिलाइसक्छ नि त मिलाइसक्छ नि तपाईँ भन्नु फोन झर्ला छ है भाइ नफुटाउनु है बल्ल बल्ल किने दुःखले किने ल भन्नु त कालो बोको भन्दा ठ्याक्कै गीत आयो कस्तो मिल्यो क्या पार्टी चाहिँ सकेको छैन म चाहिँ रेड बुल हो अरू सबैजना चाहिँ अरूले खाएर हुन्छ लाइक सब्स्क्राइब गरिदिनु होला यत्रो सब हेरिसकेपछि पास्नी कसको हो भन्ने त थाहा पाउनु पर्यो नि होइन ठुलो भन्दा ठुलो भन्छु भन्दैन ठुलो भन्न आउँछ तँलाई ल ठुल्बा म चाहिँ ठुल्बा यसको अब भात खुवाउने संस्कार अन्नप्राशन शिशुको पहिलो ठोस खाना सुरु गर्ने शुभ संस्कार हो।